होइन कति टाइम लाग्छ तपाईहरुलाई केटा पछि त आइसक्नु लाग्यो त अनि रेडी भइसक्यो एकैछिन होइन कति फोन चलाएको ला यसोमा बत्ती काट बरु केटाले देख्दा नि अलिक संस्कारी देखिन्छ मलाई पनि गर्न मन छ नि मम्मी आमै नानी अहिले आएर कहाँ त्यसो भन्न पाइन्छ केटाहरू आउँदै हुनुहुन्छ तिमीलाई हेर्नलाई भने अहिले आएर के भने कि तैँले त्यस्तो चुप लाएर बस आउनु बस्तो छ म ढोका खोलेर आउँछ त्यति मिलाउँदै गर्नु ल हजुर नमस्ते हजुर बसौँ बसौँ छ्या देख्दै गरिबसँग चाहिँ कसले बिगार्छ ए बाबु उहाँ नि हो हो हजुर हो केटो यही हो अनि बाबुले कति पढ्नु भएको छ पढाइ त हजुर यसको साह्रै राम्रो छ हाम्रो खत्री खलकमा सबभन्दा धेरै पढेको यसले आइकम बिकम 6 कक्षामा 3 कम हजुर है है होइन यो कस्तो खालको पढाइ हो होइन हजुर होइन यो त एकदम खतरा हो नि हजुर यो त खतरा कक्षा हो हजुर यो त हाम्रो गाउँमा वडा अध्यक्ष लेभलको पढाइ हो हजुर यो हो कि बाबु अन्त हो है हो अनि नानीले चाहिँ कति कक्षा पढ्नु भएको छ कुन्नी हाम्रो नानी त डाक्टर पढ्दैछ नि हजुर डाक्टर मनमा यस्तो नपढेको केटासँग बिगार्दिन है यसको त काम पनि केही छैन होला सोध्नु त साँच्ची बाबु काम चाहिँ के गर्नुहुन्छ कुन्नी हाम्रो त हजुर खतरा काम छ नि हजुर हाम्रो काम त लोड अनलोड गर्ने काम हो नि हजुर छ्या कुल्ली पो कुल्ली होइन हाम्रो त हजुर आफ्नै ग्यास डिपो छ हामी त ग्यासको कारोबार गर्छौँ प्लिज हजुर हाम्रो छोरीसँग जसरी बिहे गरिदिनु पर्यो टेन्सन नलिनु हजुर मेरो छोरालाई प्रधानमन्त्रीको छोरीले पनि हेर्नु बोला हा त्यहाँ गएर हेरेपछि त्यहाँ भएन भनेदेखि तपाईँको छोरीलाई पक्का दिन्छु मेरो छोरो ल होइन बाबु ल अहिले चाहिँ हामी लाग्छौँ हजुर